हेलो सेवा नमस्ते जोलोपा घोरले कापुल्ला आसिदेले गोरलाको चाहिँ छ्यादेले आदरणीय दर्शकबिन्दुहरु यहाँलाई स्वागत छ मेरो च्यानलमा दर्शकबिन्दुहरुले तपाईलाई थोरै यो बयर बोकाको बारेमा चाहिँ केही जानकारी गराउन खोजिरहेको छु दर्शकबिन्दुहरु अहिले चाहिँ बोका लिएर आउनुभएको छ पासीकोटबाट चाहिँ एउटा दाइले यो बयर बोका यसको बारेमा थोरै जानकारी लिन्छु यो बयर बोकाको बारेमा र बयर बोका पाल्नुको फाइदा बेफाइदा पनि त्यसको बारेमा म बुझ्नेछु सोध्नेछु के छ कसो फाइदा बेफाइदा के छ यो खरी बोका र जमुना पारी भन्दा यो बयर बोकामा के छ त्यसको म विस्तृत जानकारी लिन्छु दर्शकहरु हेर्दै गर्नु होला पछि जोडिन्छु। नमस्कार। नमस्कार। यहाँको शुभ नाम भन्नु न। मेरो नाम चिरञ्जीवी घिमिरे छ। चिरञ्जीवी घिमिरे घिमिरे यो बोका चाहिँ कहाँबाट ल्याउनु भयो? मैले यो पासीकोटबाट। ए हजुर यो के भएर तपाईले ल्याउनु भयो? उपचार गर्नु लागि के समस्या भएर ल्याउनु? हजुर यसलाई अलिकति खोकी लाग्यो अनि 3-4 महिनाको खोकी लागेको घरेलु उपचारहरू गर्दा पनि हजुर अनि भएन त्यो गरे हस्पिटलमा लिएर आए। ए हजुर यो पालेको कति भयो तपाईले पाल्नु भएको? मैले पालेको यो किनेर ल्याएको मैले पनि। हजुर कति लाउनु भयो? मङ्सिरमा किनेर ल्याएको 90,000 किनेर ल्याएको। 90,000 किन्नु भएको? हजुर। ए हजुर यो जस्ट 100% हो त यो? 100% भन्नुभएको थियो उहाँले ल्याउने ठाउँमा। बयरको बोका? हजुर। ए यो बयरको बोका। तपाईको घरमा कतिवटा बाख्राहरु छ? मेरो घरमा अहिले 12-13 माउ छन्। हजुर हजुर। माउ बाख्रा 12-13 छन् अनि पाठाहरू गरेर अहिले 20-22 वटा छन्। ए हजुर सबै यो बयरकै छ कि खरी बाख्रा पनि छ कि के छ तपाईको? कोही जमुना पारी क्रस खरी छन्। ए जमुना पारी। बयरको चाहिँ अहिले ब्याउने भएको छन्, यसका पाठाहरू निस्किन्छन् होला। भर्खरै ल्याएको यसलाई। हजुर। अरू पाठाहरू चाहिँ यसबाट अब क्रस भएर निस्केला। ए हजुर अनि के छ यो तपाईले बोका पाल्नुको फाइदाहरू के छ? तपाईको घर मात्रै हुन्छ कि अरू मान्छेहरू पनि त्यहाँ जस्तै बाख्रा लिएको खण्ड पनि तपाई कसरी के गर्नुहुन्छ? चार्ज लिन्छ के छ? चार्ज लिने गरेको छ। हजुर 1000 लिने गरेको चार्ज। 1000 लिनुहुन्छ चार्ज? ल्याउनु हुन्छ त्यहाँ वरिपरि। ए हजुर। अरू बाख्रा पाल्ने त्यो बाख्रा चाहिँ जस्ट भर्ना भइसक्यो भने दिने हो कि भए पनि नभए 1000 चार्ज तिर्नै पर्छ? होइन बाख्रा भर्ना भएपछि मात्रै लिने गरेको छ। ए भर्ना भइसकेपछि? ए भनेपछि ए भनेपछि तपाईले त आफ्नो घरकोलाई त्यसो भइगयो हैन? हजुर। अनि जस बाहिरबाट आएकोबाट पनि फाइदा छ तपाईलाई यो पाल्नुको फाइदा छ नि त तपाईलाई? हजुर अब यहाँ ल्याउनु हुन्छ त्यहाँ वरिपरि पालेकाहरूले अब मसिना माउलाई चाहिँ काम दिँदैन धेरै सानालाई चाहिँ। हजुर ठुल्ठुला बाख्राहरू भगाएर ल्याउनु भन्छु ल्याउनुहुन्छ उहाँहरूले। ए हजुर भनेपछि एउटा बाख्रा बराबर 1000 रुपैयाँ लिन्छ? हजुर 1000 रुपैयाँ लिने गरेको छ। ब्याएन भने त अब फेरि बोका खोजेर पनि ल्याउनु भनेको छु। ए हजुर त्यही त जस भर्ना भइसकेपछि मात्र दिन्छ तपाईलाई 1000? हजुर भर्ना भइसकेपछि 1000 रुपैयाँ लिने गरेको छ अनि फेरि बोका खोज्यो भने फेरि अर्कोबाट पनि ल्याउन उहाँहरूलाई दिएको छ। हजुर यो पासीकोट तपाईको कहाँनिर छ तपाईको फार्म? पासीकोट शिव मन्दिरको छेउमा छ। शिव मन्दिर छेउमा छ? हजुर। तपाईको फोन नम्बर भन्दिनु एकपल्ट। मेरो फोन नम्बर 9866 037 818 हो। फेरि एकपल्ट भन्नु। 9866 037 818। तपाईँ यो नम्बरमा चाहिँ कल गर्यो भने तपाईँ यो बोकाकोलाई कन्ट्याक्ट सक्छ नि त दर्शकहरूले? जस्तै अब के अरे यो बयरको बोकाको चाहिँ जस बिहा बाख्रा ल्याउनु पऱ्यो खण्डमा तपाईँ यो नम्बरमा कन्ट्याक्ट गर्यो भने तपाईँले भेट हुन्छ नि होइन? हजुर भेट हुन्छ। यो नम्बरमा तपाईँको यहाँ तल राखिदिन्छ होइन? हजुर। कसैले चाहिँ बयरको बोका चाहिएको खण्डमा चाहिँ तपाईँले यो नम्बरमा कन्ट्याक्ट गरेर चाहिँ तपाईँले चाहिँ काम लिन सक्छ नि त? हुन्छ मलाई उहाँहरूले पासीकोटमा त्यहाँ शिव मन्दिरको छेउमा बाख्रा ल्याएर फोन गर्नुभयो भने यो नम्बरमा होइन? यो नम्बरमा फोन गर्नुभयो भने म त्यहीँ उहाँलाई जानकारी यहाँ छु भनेर भनिदिन सक्छु। ए ल ठिक छ। तपाईँले यो मेरो च्यानलबाट पनि दर्शकहरूलाई चाहिँ यो बयरको बोका चाहिएको खण्डमा चाहिँ उहाँको नम्बर मैले राखिदिएछु। त्यो नम्बरमा कल गरेर चाहिँ तपाईँले चाहिँ बयरको बोका चाहिएको खण्डमा चाहिँ एउटा बाख्रालाई चाहिँ त्यसको चाहिँ भर्ना भइसकेपछि चाहिँ 1000 रुपैयाँ चार्ज लिन्छु भन्नुभएको छ। यसको चाहिँ चार्ज 1000 रुपैयाँ रहेको छ। ल लास्टमा दर्शकले के भन्नुहुन्छ ल यहाँ मेरो च्यानलबाट तपाईँले चाहिँ के भन्नुहुन्छ भने सक्नुहुन्छ। बाख्रा पाल्नुको फाइदाहरू चाहिँ यो बयर बाख्रा पाल्दाखेरि चाहिँ कति फाइदा बेफाइदा र जो जमुना पारी के छ फरक भन्दिनु?
अब जमुना पारी त मैले पालेको छैन सर। अब मैले लोकल पालेको अनि बोयर बोका ल्याएको बिउको लागि। हजुर अब अहिले ब्याउने भएको छन् 4-5 माउ, अरू पनि अब बोका लाग्न लागेको छन्। अब मलाई पनि अनुभव पहिलो अनुभवै हो सर। हजुर त्यो कारणले गर्दाखेरि अब फाइदै हुन्छ होला सर। अब किनभने यो अलिकति मासु पर्ने खालको ज्यान मोटो भएका पाठाहरू पनि निस्किँदा रहेछन्। हजुर अनि जमुना पारी चाहिँ अलि अग्ला अनि लामो लामो खुट्टा गरेर हुन्छन्। त्यसले चाहिँ अलि मोटो मोटो शरीर भएको निस्किँदा रहेछन्। त्यो कारणले फाइदै हुन्छ होला जस्तो लाग्छ। ए हस्, तपाईँलाई धेरै धेरै जानकारी लागि यो च्यानलबाट तपाईँले चाहिँ यो बोकाको बारेमा चाहिँ बोयर बोकाको बारेमा थोरै जानकारी गराउनु तपाईँलाई धेरै धेरै धन्यवाद। धन्यवाद सर। हस्, थ्याङ्क यू। आदरणीय दर्शकहरू, आजको भिडियो तपाईँलाई के कस्तो लाग्यो, कहाँबाट हेर्दै हुन्छ मेरो भिडियो हेरिसकेपछि लाइक गराउनु सब्सक्राइब पनि गरिदिनु होला। दर्शकहरू, यो बोयर बोका पाल्नुको फाइदा व्यवस्था तपाईँलाई मैले जानकारी गराएँ। यो जमुना पारी यो चाहिँ यो खरी बोकाहरू बाख्राहरू पाल्नु र यसमा बोयर बोका पाल्नु अलिकति फरक भन्ने चाहिँ जानकारी पाइयो दर्शकहरू। छिटो बढ्ने र मासु पनि ओइट हुने यो बोयर बोका रहेको पाइयो दर्शकहरू। तपाईँलाई कहाँबाट हेर्दैछ मेरो भिडियो हेरिसकेपछि लाइक गर्नु सब्सक्राइब पनि गरिदिनु होला। दर्शकहरू कमेन्टबाट पनि जानकारी गर्न सक्नुहुन्छ मेरो भिडियो के कस्तो छ भनेर जानकारी गर्न सक्नुहुन्छ। दर्शकहरू, यस्तो भिडियोहरू पछि ल्याउने बाचा गर्दै आजको भिडियोबाट चाहिँ बिदा चाहन्छु। हस् त, धन्यवाद।